यो गुलेली होइन के हजुर, यो त समर सिजनमा लाउने विन्ड सिटर हो। हेर्नुहोस् त स्ट्रेचेबल गुलेली टाइपको हजुरलाई यो बबाल हाई क्वालिटीको विन्ड सिटर। यो गर्मीले तपाईँको पोल्या छ हजुरको शरीर भात बत्ती अल्यास भन्छ निन्द्रा लाग्छ भने फुर्ती जगाउने विन्ड सिटर है साथीहरू। यो बबाल हजुरलाई -50 डिग्री यो तापक्रमको तपाईँको यो गर्मीले उकुस मुकुस भएर पसिना आएको छ भने टक्क यो बबाल क्वालिटीको विन्ड सिटर हजुरले लगाउने। यो सानो काटाकुचो बनाएर खोल्ती पकेटतिर हाले पनि हुने टाइपको यो विन्ड सिटर हजुरलाई 4-5वटा कलरमा 180 डिग्रीमा अपडेट भएको छ है साथीहरू। टक्क यसमा कुलिङ हालेको हुन्छ है, टक्क यहाँबाट हावा सिने पास हुने टाइपको हालेको हुन्छ भने यो बबाल हाई क्वालिटीको विन्ड सिटर हजुरलाई हेर्नुहोस् त लचक 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 हुने तन्किने यो बबाल शीतलता दिने। अहिले हजुरलाई मलाई यहाँ जाडो भइरहेको फिल भइरहेछ, 4-5 बाल्टी आइस भित्रै बोकेर टक्क शरीरमा बोकेर हिँडे जस्तो फिल भएको छ। यसको मेन विशेषता भनेको हजुरलाई हात डढ्नबाट जोगाउने, पातलो टाइपको टक्क लाउने र यो कम्फोर्टेबल लाउँदाखेरि हजुरलाई लगाएको हो कि नलगाएको थाहै नहुने विन्ड सिटर अपडेट भयो साथीहरू। वारेन्टीमा हेर्नुहोस् त, भिजिट गर्न सक्नुहुन्छ है साथीहरू।